हेलो एभ्रिवान, नमस्ते सम्पूर्णलाई। आज चाहिँ हामी खर्का सिजको सुटिङमा छौँ र तपाईँहरूलाई हाम्रो सानो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ हामी यो भरै माथिसम्म जानेछौँ। हाम्रो चाहिँ सबै साथीहरू खर्का सुटिङको तयारीमा छ। यहाँ सुट लिँदैछ हाम्रो साथीहरू चाहिँ। यता हाम्रो सेल काका हुनुहुन्छ। हेलो सेल काका, जय नेपाल। नमस्ते हजुर। सूर्य, हाय सूर्य। हाउ आर यु? आई एम फाइन। हेलो अर्पण। सूर्यलाई तपाईहरु नराम्रो भन्ने, सूर्य जस्तो मान्छेले तपाईहरु नराम्रो भन्ने। ल नाच्दियो लाटियामा। तालको पानी माछीले खानी यो ज्यानसँग। हेलो साथी हो हजुर, सबैलाई एकमुष्टमा नमस्कार छ। हामी चाहिँ के अरे कलाकार हुनुहुन्छ। के छ रमाइलो लागिरहेछ। हामी चाहिँ अब जङ्गलको यात्रामा छौँ। हाम्रो अर्पणले पनि राम्रो प्र्याक्टिस र इन्ट्रेस्ट दिनुभएको छ। हो म राम्रो दिन्छु। अफकोर्स होइन, म त एकदम सहयोगी मान्छे पनि छु है। अफकोर्स होइन। हाम्रो चाहिँ सुटिङ टिम चाहिँ यतिजना छ है। काका तपाईँको परिचय दिनु है। ल दिनु। हजुर, मेरो नाम चाहिँ टेकबार परियार, घर मेरो उदयपुर। सम्झनाको नमस्ते नमस्कार, मेरो नाम चाहिँ सम्झना तामाङ, हाल अहिले कापाङखानमा। नमस्कार, मेरो नाम सस्कला तामाङ, मेरो घर नमस्कार। सबै रोन्डा जति चाहिँ अगाडि मरे नि त। दिस इज लोकभा, पुरा लोकभा। यस्तोमा चाहिँ ससी ल्याउनु बेकार छ है। के गरे टोक भन्दा नि खुन त सक्छ त। हामी डराउँछ कि ल। ओ मा खोइ हो रहेछ। जाउँ जाउँ जाउँ। जुगा देखेर यहाँ चाहिँ डराउँदैछ। आइपुग्यो। यहाँ चाहिँ पहिला हाम्रो गाई बस्छ भन्ने ठाउँ हो। शशी कला दिदी के अरे सम्झना दिदी जी गरौँ न। डर लाग्छ मलाई म पल्लोमा। खोइ सर्छ हौ। हेलो सम्झना, नमस्ते। तपाईँले मेरो इन्टरभ्यूमा स्वागत छ। नखिच्नु के मान्छेले लुगा हुस गरेर बसेर यार। इन्टरभ्यु नै यस्तो दिएको तिमीले। कस्तो मान्छे छ यार। त्यति के हुन्छ? त्यही त रिस उठ्ने। लोकेसन पर चिपे पानीमा खोलीको ल्याउ। अब न कान्छी बसिदियो मेरो छु। मेजेदारी गरेको आकै छैन के छोडेर पो आउनुभयो कि फोन चाहिँ छोडेर आउनुभयो कि जाउँ। हेलो गाइजहरु, एभ्रिवान। something is fishy. युकेबाट ल्याएको हो। हाम्रो कम्पनीको छाताको मालिक चाहिँ त हाम्रो सेल काका अर्थात् फक्स काका हुनुहुन्छ। भोलि हाम्रो छाताको कम्पनीको मालिक भोलि आफ्नो घरतर्फ लाग्नु हुँदैछ। यो खर्कालाई एकदमै चटक्कै छाडेर उहाँ सर्ती भएको कारणले बिर्सिने बान्छ कि मेरो फेरि तेरोमा सामानै बोक्नु मन लाग्दैन। रोमानियाको कम्पनीको छाता बिर्सिएको छ रोमनले। यहाँ चाहिँ हाम्रो यो चाहिँ पहिला गाई बस्तु चराउने ठाउँ हो। यस्तो छ। अहिले चाहिँ हामी पुरा फेरि फिल्मी स्टाइलमा आइसक्यौँ यहाँ यो क्षेत्रमा। अर्कोचोटि त हामी यहाँ बलिउड स्टाइलमा आउनेछौँ होइन। यो कौन है? अन्धकार छ यहाँ चाहिँ है। पानी पायो त थाप्रे। मेरो नाम थप्री हैन। ए के पो? थेबु। थेबु बोल्न दाउ थेबु। के छ?
होइन लो कसम झल्को मात्रै आएको हो के कोही जुनीमा मेरै पो थियो कि पुरै खोला छ गाइसहरू थाम्बिरो छ पालनहरू है स्रोत मेरो जिन्दगी सास मेरो धुवा फिल्टर मेरो सिरानी लास मेरो सिरानी लास मेरो खरानी मेरो सास सास हामी चाहिँ सुट सुन्ने सकियो भनेपछि यहाँ चाहिँ माथि बोक्सी आउँछ बोक्सी बोक्सी के खाएको अब हामी चाहिँ फर्किँदैछौँ किनकि यहाँ चाहिँ छोटो एक दुई सर्ट मात्रै छ नि त लोकेसन तर टाढा लोकेसन चाहिँ एकदम टाढा छ त्यही भएर हाम्रो चाहिँ यस्तो छ ओइ नकोलिन त अरे भेच है यहाँको को लिडर म होइन मलाई नटेर्ने हेर त मैले थर्काएको चुप चुप लागिन थालेको सबै रोजेले कहिले ए सुनेको तँलाई सल्लाह चाहिँ कसले काटेको हो चुट न त्यसो सल्लाह चाहिँ यत्रो बडा मान्छ है फेरि सल्लाह यो जरा कता कता के छु है आम्मा जरा चाहिँ हामी कति चढेको